मासु पार्टी गर्दैछु होइन फ्राई हुँदैछ गाइस हाम्रो चाहिँ सुहाउँदो रहेछ हेर्दै अन्डा हेलो गाइस वेलकम ब्याक टु माई न्यू भिडियो सबैजना सन्चै हुनुहुन्छ होला हामी पनि सन्चै छौँ आज हामी यहाँ मासु पार्टी गर्दैछौँ होइन गाइस केटाहरूले उता बजार गएर मासु ल्याइसकेका छौँ होइन अब चाहिँ हामी मासु पकाउने तयारीमा छौँ होइन ल हेर्दै गर्नु होला अब चाहिँ म लसुन छिल्ने काम पनि गर्छु होइन गाइस म अहिले लसुन छिल्दैछु यो लसुन तपाईँले त देख्नु भएको छैन होला लसुन छिल्नु पऱ्यो भने गाइस त्यसको चाहिँ डर तरिकाले मासु बनाएर खानुपर्छ आज कति गर्नु भोक त लाग्छ भोक लाग्छ होइन गाइस तर केही छैन गाइस आज मासु हुन्छ मासुलाई अलिकति रोक्नु पऱ्यो नि अलिअलि अहिले लसुन पनि उतैबाट ल्याएको हो र लसुन पनि बजारदेखि लिएर हो गाइस होइन हामी चाहिँ अब मासुको तयारीमा लागिसकेका छौँ होइन उता दोस्त चाहिँ प्याज काट्दै म चाहिँ यहाँ लसुन छिल्दैछु ए लसुन छिल्न लाग्न त्यो भाइ धेरै बजे गाइज यता बजाइदिउँ एकछिन गर्नु अनि त्यही हो होइन अब हामी चाहिँ यो भाइ अलिक बढी बोल्छ कि मसँग यो भाइ होइन हामी चाहिँ उता प्याज काट्दैछ होइन म चाहिँ यता के गरिरहेको छु लसुन छिलिरहेको छु हाम्रो घरलाई होइन यो त्यसको नाम त खट्टो होइन यो गाइज चाहिँ लास्ट चाहिँ अलिक फ्री गाइज छोड्नु लाग्ने यार अलिकति यहाँ कस्तो कसै गर्नुपर्ने हुन्छ भने त्यो छ होइन गाइस हाम्रो त अहिले मासु चाहिँ पाकिरहेको छ होइन गाइस देख्न सक्नुहुन्छ गाइस हाम्रो अहिले मासु पाकिरहेको छ गाइस तपाईँहरू देख्न सक्नुहुन्छ एकदम बढिया तरिकाले फ्राई हुँदैछ गाइस होइन हाम्रो चाहिँ मासु रेडी भइरहेको छ गाइस होइन गर्मी पनि धेरै छ पसिना आइरहेको छ होइन अब हामी यता मजाले फ्यानको हावा खाँदै बस्नु पऱ्यो काले भाइमा डाम माऱ्यो कहाँको हो यो डन जस्तो गाइस त्यस्तो पागल हो पागल हो होइन गाइस त्यो पागल हो लो भाइ त पागल हो भाइ पागल त को कपडा हेरेर थाहा पाइन्छ होइन पागल छ कुरामा तपाईँले तर गाइज होइन हाम्रो मासु चाहिँ पाकिरहेको छ होइन हामीले यता चाहिँ लसुन छिलेको प्याज छिलेको त्यो सबै यता छ होइन गाइज यो चाहिँ हाम्रो रुम हो उता चाहिँ यस्तो बेडहरू छ होइन गाइज फ्यानहरू छ यो चाहिँ मेरो बेड होइन तर गाइज होइन लास्टै गर्मी छ है गाइज एकदमै खतरा गर्मी छ क्या गाइज यता अब फ्यान नभयो फ्यान चलाउनु पऱ्यो होइन फ्यान छैन भने त कामै छैन क्या गाइज यस्तो गर्मी त सायद किन अफ छ हो यो चल्दैन नि त हो फ्यान पनि चल्यो होइन गाइज लास्ट चाहिँ खतरा गर्मी छ गाइज छ हाम्रो चाहिँ अहिले मासु चाहिँ फ्राई हुँदैछ गाइज होइन अनि एकदम यति बनाउने ग्रेभी सेरेभी बनाउने कि नै गाइज होइन हामी चाहिँ अब भात ल्याउनु जाँदैछौँ होइन भात ल्याउनु पर्यो खाना ल्याउनु जाँदैछौँ होइन यो काली भाइ र म खाना ल्याउनु जाँदैछौँ होइन गाइज के हो अर्को आफ्नो ए होइन हाम्रो गाइज यो चाहिँ हाम्रो कलेज यो चाहिँ जयराम मण्डा गाइज होइन हामी अहिले तलमा लास्ट तलमा पुग्दैछौँ होइन गाइज अब हामी चाहिँ यहाँ कतिजना भात थाल पनि ल्याउनुपर्छ होइन धुने थाल त यार तेरिका
जान्छ जाँदै छैन गाइज यसरी बिस्तारै दुईजना होइन त्यो एउटा क्यान्टिन दिस इज हमारे कैंटीन हमारे दिस इज अ कॉलेज दिस इज कलेज दिस इज क्यान्टिन आई विल सो यु इन दिस भिडियो एन्ड लुक साइलेन्टली हामी दुईजना जाँदैछौँ खाना सँगसँगै थाल पनि ल्याउनलाई थाल माझ्नुपर्छ गोटी गोटी होइन तपाईँलाई दर्शन म माझ्दैन मुरामा म माझ्दैन म खाना खाँदै खाँदैन ए होइन गाइज हाम्रो क्यान्टिन तपाईँहरूलाई एकछिन म त्यहाँ गएर देखाउँछु हाम्रो सरहरू पनि रहेछन् त्यहाँ भात बाँकी रह हो यहाँ रुममै मासु पकाउने ल हाम्रो चाहिँ सुरु भयो थालमा चाहिँ अब के गर्ने त हो यी सबै मलाई काम गराउँछ म रुन मात्र सकेको छैन गाइज होइन बन्द भयो सुहाउँदो रहेछ यार तिमीले सुहाउँदो रहेछ क्या भाँडा धुन अनि यस्ता भाँडा त मैले जिन्दगीमा कति धोएको भात आएन कि हो कि यार राम्रोसँग त धोइरहेको कस्तो मुला ल गाइजहरू कसैलाई भाँडासाँडा धुने मान्छे चाहिएको छ भने होइन भन्दा हुन्छ है एकदम फ्रीमा फेरि चार्ज लाग्दैन महिनाको लगभग 10-12 हजार चाहिने चार्ज केही लाग्दैन यार भाँडा धुनुमा त्यति कति दिन्छ होला होइन त्यो होटलमा त दिन्छ नि होटलमा दिन्छ होइन दिइहाल्छ त्यो भाँडा पनि त्यति माझ्नु पर्छ नि होटलमा ए भाँडा माल्नलाई त अनि काम गर्न गाउँछ नि त होइन ए कस्तो फेरि त्यहाँ माझ्ने छुट्टै धुने छुट्टै हुन्छ होला नि कहाँ माझ्ने छुट्टी धुने छुट्टी हुन्छ होइन ए मलाई अनि त्यति त्यो होटलमा त अनि त्यो हुन्छ क्या यो मेसिन त्यो माझ्दिने मात्रै हो माझ्दिने माझेर त्यहाँ राख ए त्यो ठुल्ठुलो त्यो देखाएन हौ खतरा हुन्छ यार के ध्यानमा सुरु फेरि थाल कहाँ राख्ने भाइ तिमीले बिहा गरेपछि त यार सजिलो हुने भयो यार स्वास्नीलाई यार कसले तिमीले क्या सजिलो त सबैले सजिलै हो मलाई नि सजिलै हो कहाँ राख्ने थाल त्यो मोबाइल खल्तीमा राखिदियो यो होइन हामी चाहिँ यो यसमा चाहिँ के हो यो दाल अनि यो चाहिँ थाल र यति भात लगेर हामी दुईजना रुममा जाँदैछौँ होइन गाइज अब चाहिँ हामी चाहिँ एकदम डह्रो तरिकाले हामी दुईजना भन्दा पनि 5जना होइन हाम्रो रुमको 5जना चाहिँ मजाले एकदम डह्रो तरिकाले खाइन्छ होइन गाइज आज त होइन पार्टी हो गाइज होइन हाम्रो चाहिँ आज इक्जाम पनि सक्यो होइन अनि इक्जाम सकेर पार्टी होइन अनि भोलि सबै केटाहरू नि अब कोही कता जानेछन् होइन त्यही भएर यसको आज लास्ट दिन भनौँ न यो सेमेस्टरको लास्ट दिन होइन त्यसपछि अब 15-20 दिनपछि विल रिटर्न ब्याक इन आवर कलेज फर स्टडी होइन गाइज त्यसपछि 5औँ सेमेस्टरमा त्यसपछि अहिले चाहिँ हामी अहिले यो हाम्रो होस्टेलको भनौँ कि हाम्रो कलेजको इन्ट्रान्स होइन गेटमा पुग्यौँ होइन गाइज अब हामी चाहिँ अब मजाले सिडी उठ्दै माथि गइरहेको होइन यो भाइको अहिले भाइ अब यसरी जानुपर्छ माथि होइन यो चाहिँ कलेजको अफिसको होइन यहाँ चाहिँ अफिस होइन गाइज योभन्दा माथि तल चाहिँ हाम्रो के हो होस्टेल हाम्रो रुमहरू त्यतै छ ओमा हात थाक्यो अनि यो हेर्दै यति छ नि होइन अब हामी चाहिँ पुग्ने लाग्यो होइन यो चाहिँ हाम्रो होस्टेलको फ्लर यो टोइलेट गाइज हामी रुमभित्र पुगिसकेका छौँ गाइज पाकिसक्यो गाइज हाम्रो मासु पनि पाकिसकेको रहेछ होइन कस्तो मासु बनाउँदाखेरि रमाइलो हुन्छ मासु बनाउँदाखेरि रमाइलो हुन्छ कि खाँदाखेरि रमाइलो हुन्छ
ए हो गर्मी कतिको छ हाम्रो रौतहट अब के छैन हामी चाहिँ खाना खान्छौँ होइन पानी सानीमा ल्याइसकेर केटाहरूले होइन ल गाइस मासु खानुहोस् हेलो गाई तपाईँले देख्नु भएको छैन एउटा मासु तपाईँले देख्नु भएको छैन होला यो चाहिँ गाइस मकै तपाईँले देख्नु भएको छैन होला हाम्रोतिर यसलाई के भन्छन् भोगा भन्छन् मकैबारी दर्याम मकैबारी दर्याम भन्ने गीत सुन्नुभयो होला नि हो त्यही हो हरेक काँक्रा छैन पर्याम गर्नलाई बरु यो प्याज छ तान्न यार त खाना हाल्नुहोस् यो तल बस्ने होइन कुर्सी लिएर फ्यान त्यो तल सार्न मिल्छ नि त्यो के हाम्रा काले भाइले हात हाल्दै छन् होइन गाई त्यसले पन्नेलाई हाल्नु तेरो एउटा फोटो पनि लाग्छु म यहाँबाट यहाँ हेर भाइ ल गाइस अब हामी चाहिँ खाना खान्छौँ होइन हाम्रो भ्लगलाई कन्टिन्युली चाहिँ गर्नु होला होइन यता गर्मी लाग्छ माथि नै बसेर खाँदा हुन्छ यार यहाँ त गर्मीले मरिन्छ कि साँच्चै खाना हाल्ने आफ्नै त्यहाँ टेबलमा गएर बस्छ ल गाइजहरू अब हामी खाना खान्छौँ हामी अब एकछिनपछि बेलाउला र भ्लगलाई नै हेर्दै गर्नु यो भाइले मासु हालेको छ है ढोका लगाइदिउँ त्यो फ्यान तल सार्दा हुँदैन यहाँ त्यतै गएर खाने कि माथि ए मलाई यहाँ गर्मीले मरिन्छ खाना त कति छाटो गर्थ्यो फट्टु खतरा छ ओ गाइस हामी चाहिँ अब पछि हामी कतिपल्ट गइसक्यो मेरो युट्युब च्यानलमा गइरहेको सब्सक्राइबर गर्ने गाइस म पनि ताङ्गे आवाज त गर्नु पऱ्यो होइन गाइस लास्टै गर्नु छ पट्टु पनि लाउनु सक्यो अवस्था
गाइज होइन हामीले खानासाना खाइसक्यौँ होइन यो पट्टु भाइ अझै मासु खाँदैछ होइन यो त बङ्गो जस्तै रहेछ भने जति त्यति खाने गाइज होइन खाना खाइयो होइन गाइज अब यो थाल साल धुन जानु पऱ्यो होइन कहाँ तल जाने हो र तल जाने हामी त गाइज होइन थाल साल धुन चाहिँ तल अब जानु पऱ्यो होइन तल धारामा फेरि त्यहाँ त फेरि उतै जानु पर्ला नि फेरि ए उतै है उतै जान्छौँ होइन गाइज अब चाहिँ हामी चाहिँ भाँडा धुन जान्छौँ होइन हामी एकछिनपछि आउँदा होइन अहिले चाहिँ हाम्रो अवस्था यस्तै छ गाइज अहिले हामी खाना धुन जाँदैछौँ होइन तपाईँ आइज न यहाँ त्यही यतै राख नि यो कराईसम्म न यार छिटो आन छिटो 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 भारी भयो कि कराई मात्र सम्म कि ल गाइस हामी चाहिँ अहिले अब खानासाना खाइसकेर होइन भाँडा धुन जाँदैछौँ होइन उता यो चाहिँ विशाल भाइ होइन भाइले आज टन्नै खाएर चाहिँ हिँड्नै सकिरहेको हेर्नु न गाइस होइन मासु खाइयो तर अलि पिरो बढी जस्तो थियो है थिएन मलाई त पिरो जस्तो मेरो पेट हेर्न कति ठुलो भएको छ सर जाने गाइस होइन हामीले खानासाना खाएर पनि सबै गर्छौँ होइन भाँडा धोएर पनि किचनमा पुगिसक्यौँ हामी होइन अब चाहिँ हामी हाम्रो नेक्स्ट भ्लगमा भेटौँला हाम्रो च्यानललाई लाइक एन्ड सेयर सब्सक्राइब गर्नु नभुल्नुहोला।